सागर 01 भ्लग्सलाई पनि केटा हो हेरिदिनु पर्यो के कस्तो लाग्छ दुःख सुख राम्रो नराम्रो कमेन्ट हानिदिनु पर्यो चित्त नबुझाएको कुरा नि हानिदिनु पर्यो मान्छेले पढेर थाहा पाउँछ होइन भित्रीले पछ्यायो भित्रीले अलि सक्दैन नि कहाँ सक्छ यार भित्रीलाई ब्रेक गयो भित्रीको ब्रेक गयो एकछिन ब्रेक गाइज हेलो नमस्ते है यो सबजना सन्चै आरामै हुन्छ होला म पनि एकदम सन्चै आरामै छु गाइज होइन अनि आज स्याटरडे होइन आजको रात हाम्रो एकछिनबार झर्नावालासम्म हुनेवाला छ होइन हामी केटाहरू उता कलङ्गीमा कुदेर बसिरहेको छ म यहाँ निस्किँदैछु बाइक पनि रेडी छ होइन झट्ट बारमा बसिरहेको छ अब म निस्किँदैछु यहाँबाट त्यही हो गाइज होइन अब एकचोटि मोटो भ्लगमा भेटौँ गाइज है त्यही हो बाइक पनि सब एकदम ठिकठाक छ होइन अब सिधै मोटो भ्लगमा भेटौँ है त गाइज ल सो अलराइट गाइज है टक्क हाम्रो चाहिँ अब राइड स्टार्ट भइसक्यो होइन केटाहरूले बल्ल बल्ल भेट्यो टाइम त ढिला नै भयो कि अराउन्ड 2 बजिसक्यो होइन केटाहरूलाई कुर्दाखेरि अनि म चाहिँ अहिले भिटुमा छु होइन भित्री केटाहरू चलाइरहेको छ मजा आइरहेछ राइडमा यहाँनिर चाहिँ अलिकति स्पिड चेकिङ हुनसक्छ त्यही भएर अलिकति स्लोमा होइन केटाहरू अब रसमा कुद्छ होला आफू त कुदाउनु सकिँदैन त्यही हो म चाहिँ आनन्दले कुदाउँछु धेरै किन कुदाउनु र होइन त्यही हो स्पिड चेकिङ छ जस्तो छ कि हो छैन अब लेट चाहिँ हेरौँ होइन 3 धारा कतिसम्म पुगिन्छ हाम्रो होइन कति बजीसम्म पुगिन्छ हामी बेलुकासम्म लगभग भनेपछि त 5, 6, 7 बजीसम्म त पुग्छ होला त्यही गाइस ठ्याक्क बल्कुमा है एकछिन यहाँ बसौँ ट्राफिकमा बुलेट बाइक गयो भर्खर कुदाइरहेको थियो स्कुटर एउटा एनएस गएछ यहाँ स्पिड चेकिङ छ होइन स्पिड चेकिङ बुलेट बाइक ल त्यही भएर म बिस्तारै चलाउनु कारण यो हो क्या आयो नि केटाहरू त आयो नि आइरहेछ म स्लो गरौँ भनेको थिएँ होइन त्यही भएर त्यो बुलेट बाइक खुब हिरो भनेर चलाइरहेको थिएँ नि त त्यस्तै हो गाइज होइन त्यही भएर यसो बाटो हेरेर कुदाउनु पर्छ क्या यो बाटोमा चाहिँ अहिले चाहिँ जाँदैछु हामी गर्कुको फ्लाइओभरबाट होइन केटाहरू कता गयो पछाडि आउँदैछ होला यो चाहिँ नेपालको पहिलो फ्लाइओभर है फ्लाइओभर क्रस भनौँ न बाटो दामी छ ल त्यस्तो कुदाउनै पाएन छ्या यहाँनिर पनि स्पिड चेकिङ छ क्या अगाडिपट्टि सायद चेकिङ हुनसक्छ होइन यहाँ पनि हाम्रो केटाहरू भनेको यहाँ पनि अगाडि पनि 100% चेकिङ छ यहाँ पनि बिस्तारै हिँड्नुपर्छ यहाँ पनि है ठ्याक्कबाट झर्नु बेला यहाँनिर चेकिङ गर्छ क्या ऊ त्यहाँ पारिबाट त्यही भएर अलिकति स्लो नै जाउँ आज शनिबार भए पनि रोड चाहिँ किन प्याक छ यार यतातिर यस्तो प्याक छ बाटो होइन बाटो प्याक नै छ यार तर केटाहरू कुदायो यस्तो कुदाउँछ केटाहरू आफू त अब सकिँदैन है बिस्तारै जानुपर्ने हुन्छ अब यहाँबाट जाउँ अब यहाँबाट बिस्तारै जानुपर्छ होइन ओहो नि फेरि यहाँ जाम पर्यो, चोकै पछि
चोकै पछि जाम हुन्छ यार यतातिर त ठ्याक्क जाम खुलेको बेला पर्नु चाहिँ हामी होइन आज शनिबार पनि किन यस्तो जाम हो छ्या हामी चाहिँ यो यता यो साँगाको बाटो चाहिँ जाँदैन होला सायद होइन धेरै धुलो छ त्यो बाटो होइन हामी चाहिँ यता कम्बल विनायकबाट यता लेफ्ट लागेर नाला हुँदै ठ्याक्क बनेपातिर निस्किन जान्छु होला होइन यताबाट गयो भने त खत्तमै हुन्छ नि त्यही माथि यो लोकल बसरले हो कि रौछ भनेको यार टाइट जहाँनिर बाटो झन् सानोमा त्यही रोकिदिन्छ भने यार कस्तो हुन्छ अब अफरोड सुरु भयो उताबाटै जानुपर्छ हामी त यो धुलो त खत्तमै बनाउँछ नै भने त यार ठ्याक्क हामी चाहिँ त्यहाँबाट यता लाग्यो होइन यता गयो भने ठ्याक्क यो माथि गयो भने काठमाडौँ क्यान्सर हस्पिटल जान्छ होइन हामी चाहिँ उता पाथलीतिर जान्छ होइन हामी चाहिँ तल्लो बाटो लाग्नुपर्छ सिधै यतातिर यहाँनिर सानो यहाँनिर सानो पुल केटा धन्नै उडेन यहाँ नि यहाँदेखि अब बोट बाटो त्यस्तो अब जाम पनि हुँदैन यो बाटो होइन ठिक छ बाटो छ चाहिँ जब सिधै जाउँ अगाडि बनेपातिर निस्केर भेटौँला अब होइन यतातिर अब प्रायः चाहिँ हिँडिरहेको बाटो नै हो होइन त्यही हो भित्री आइरहेछ पछाडि पछ्याउँदै भित्रीलाई छोडिदिनु पऱ्यो एकछिन भित्री आएको भित्रीले पछ्याएको मलाई भित्रीले डेन्जर पछ्याएको छ है गाइज ल भित्रीले पछ्यायो भित्रीले अलि सक्दैन नि कहाँ सक्छ यार भित्रीलाई सक्दैन नि फेरि अहिले ठ्याक्कै आइपुग्यो हामी ठ्याक्कै यहाँ बनेपामा होइन अब यहाँबाट हामी अलि अगाडिबाट राइट लागेर पनौतीको बाटो हुँदै सिधा नमो बुद्ध जान्छौँ होइन हाइवे निस्किसकेपछि चलपलै छुट्यो नि केटाहरू आयो हेर हेर ठ्याक्कै यो बनेपाको चोक भयो होइन कस्तो यो टिप्पर हिँडेर महाकडक्स हामी यहाँबाट हो कि कताबाट यहीँबाट यो सायद यहीँबाटै हो यहाँबाट चाहिँ होइन कि तलबाट जस्तो लाग्यो यार मलाई यहाँबाट होइन कि यार मैले गलत बाटो ल्याएँ कि हो यहाँबाट होइन नि यार यहाँबाट होइन सो गाइज चाहिँ ठ्याक्क हामी यो पनौतीको बस पार्क है हामी चाहिँ यताबाट यता लेफ्ट लागेर जानुपर्ने हुन्छ होइन पुलै यत्रो छ अब एउटा गाडी आयो भने अर्को साइड लाएर बस्नुपर्छ त्यही माथि टिप्पर हिँड्छ कि यतातिर फेरि यार र यो यमराजहरू लस्करी छ 4वटा यमराज र यमराजहरू सब यमराजहरू छ यार
यार यतैबाट जान्छ क्या उता हामी त्यो माथि डाँडा पुग्ने हो माथि डाँडामा त्यहाँ नमो बुद्ध हो अनि त्यहाँबाट ओ कहाँ जाउँ जाउँ यहाँनिर सुन्तला देखेर क्या गोबर अन गरिहालेँ मैले चाहिँ सुन्तला खान आएको हामी चाहिँ यतातिर होइन पैसा जस्तो हराउनु बाटोमा गएर बजार आउनु यहाँ घरमा हुन्छ नि त यस्तो घरमा हुन्छ हराउनु घरमा कोही हुनुहुन्न हो हेलो सन्तरा नदिने किन नि आन्टी बेच्ने सन्तरा छैन दिने रे सुन्तला यार नदिने रे गाई चाहिँ चोक्टा खाना आएको अरे झोला डुबेर मरि मान्छेले सुन्तलै दिन नबेच्ने भन्छ यार ओ बाबा सो अलराइट गाई चाहिँ ठ्याक्क नमो बुद्धमा आइपुग्यो हामी होइन उताबाट हामी धुलीखेलबाट उताबाट आएको भए चाहिँ यहाँबाट आउँथ्यो होइन हामी चाहिँ ठ्याक्क यहाँ यताबाट आएपछि यहाँबाट आउँछ होइन यतातिर होइन हामी चाहिँ यता जानुपर्छ यो जङ्गलको बाटो चाहिँ अलिअलि राम्रो छ होइन अलिकति तल गएर फुल्ली अफ रोड आउँछ अनि अब ओह्रालो छ तलसम्म होइन अनि तलबाट फेरि कच्ची बाटो स्टार्ट ल भाइ आएन त भक्तपुर जस्तो गल्ली अहिले चाहिँ टक्कै यो ढलान गरेर बाटो त ठिक नै छ होइन तरिका यहाँबाट चाहिँ हामी तलतिर जाने तिनधारे झर्न जाने यहाँबाट हो होइन टक्क पारामा ए यहाँसम्म अलिअलि पिच गरेछ कि हो ए ल राम्रो भएछ है त पहिला हामी आउँदा खत्तमै थियो बाटो होइन अहिले जस पिच त पिच गरेछ यो बाटो ल ठिक छ यतिको भयो भने पिच भएछ दामी ल सनसेट भइरहेको दामी आइरह होला सघाइ चाहिँ भित्रीको ब्रेक फेल भयो है ब्रेक गयो भित्रीको ब्रेक गयो एकछिन ब्रेक त्यही भएर हो कि मलाई ड्रम लिनुको फाइदा हो नि यो त्यही भएर यो भेयो पानी त म चलाइरिँदै नि फेलेको हुँदाखेरि हो साँच्ची हो यस्तो अझै त्यही भएर यो डिस्क ब्रेकको फाइदा बेफाइदा यही हो बाइक त राम्रो हो कि एकछिन कुरेरै बस्नुपर्ने भयो नि त के छ के कुरा ल डोजरले काम गरिरहेको रहेछ गाइज होइन एकछिन बसौँ यहाँनिर अनि त्यही हो यहाँनिर चाहिँ डेन्जर है बाटो बिस्तारै जानुपर्छ यहाँनिर गाइज खतरै रहेछ नि बाटो त आमा हामी तल जानु त मजाले गयो अब माथि आउने बाइकहरू के गर्छ
अलि यो बाटो चाहिँ खोलाले ध्वस्तै बनाएर रहेछ यार पानी भर्ने उता माथि आऊ तरेर पारी जानुपर्छ है सानो वाटर क्रसिङ गाइज है वाटर क्रसिङ मजा आएला गाई चाहिँ एकछिन केटाहरूलाई कुर्नु पऱ्यो केटाहरू नि आयो सँगसँगै जानु पर्यो केटाहरूसित अब केटाहरूसित सँगसँगै जानुपर्छ अब चाहिँ लगभग अब चाहिँ पुग्न आँटे जस्तो भइसक्यो यहाँनिर एउटा खतरा खालको उकालो एकदम भाइरल भएको ठाउँ अरू बाइक डेन्जर कुदिरहेको यार 2 नम्बर गियरमा मस्त हिँडिरहेको छ यार केटाहरू फेरि छोडियो त केटाहरू फेरि छुट्यो केटाहरू केटाहरू आएन फेरि छ्या सिसा रहेछ त्यहाँ भड्डै बाइक यतै राखौँ अब ल फाइनली गाई चाहिँ हामी ठ्याक्क पुग्यो अब किन नकुदाउने के छ त आरामै आइपुग्यो नि हाम्रो सुरेन्द्र भ्लग भन्ने हो नै होइन मैले म्यासेज गरेँ यहाँ सुरेन्द्र भ्लग के छ हो सागर 01 छ म्याच गरिदिएँ नि टिकटकमा तपाईँहरूले चाहिँ चेन राखेको छ पो है ए हुन्छ गाइज अहिले ठ्याक्कै हामी यहाँ 3 दारेमा पुगिसक्यो होइन होमस्टे यहाँनिर आगो तापिरहेको छौँ टक्कै बेलामा हेलमेट त खोला भाइ यार हेलमेट खोला आउँदैन धुवा आउँदैन आगो बोलिरहेको छ हेलमेटै लाएर सुत्ने खाना खाँदैछु होइन केटाहरू यहाँ बसेर खाइरहेको छ गाइज नमस्ते गुड मर्निङ सबैजनामा होइन अनि ठ्याक्कै हामी चाहिँ यहाँ 3 दारे झर्नामा यहाँ होमस्टेमा बसेको थियौँ होइन अनि हामी ब्रेकफास्ट अब खाजासाजा खान्छौँ अनि त्यहाँबाट टक्क पारिबाट हिँड्दै जानुपर्छ यहाँनिर छ चट्टपारामा होइन अनि हामी चाहिँ यो टेन्टमा बसेको थियौँ होइन केटाहरू भित्र बसिरहेको छ यस्तो छ बाहिरको भ्यू चाहिँ दामी छ अहिले माथिबाट खिचेर दामी सिनहरू हाल्छु म होइन यो गाइज होइन त्यही हो गाइज केटाहरू अझै पनि उठेको छैन म अघि उठेको अब त्यसपछि चट्टपारामा हिँड्दै उताबाट जानुपर्छ हामी होइन त्यही हो गाइज अब अगाडि एकछिनमा भेटौँला होइन त्यही हो गाइज भ्यू दामी देखेँ ल त हाम्रो चाउरे ब्लग्स भेट्नु भएको छ होइन हाम्रो च्यानलमा के माया देखाइदिनु पर्यो सागरजीलाई नि कपिराइट लाग्देला त्यही त गरिहाले ठिक छ रमाइलो छ हाम्रो भेट भयो ठिक छ रमाइलो लागिरहेछ गफसफ हानियो धेरै कुरा गरियो नास्ता खाइयो अब दाजुभाइ भयो एड भयो इन्स्टामा अब कुराकानी गरौँला अब सागर 01 भ्लग्सलाई पनि केटा हो हेरिदिनु पर्यो के कस्तो लाग्छ दुःख सुख राम्रो नराम्रो कमेन्ट हानिदिनु पर्यो चित्त नबुझाएको कुरा नि हानिदिनु पर्यो मान्छेले पढेर थाहा पाउँछ होइन सो कहिलेकाहीँ थाहा हुँदैन पढेपछि पनि धेरै कुरा थाहा हुन्छ कमेन्ट हानिदिनु पर्छ त्यही हो अरू भनेको अब हामी झर्नातिर लाग्छौँ साथीभाइहरू के छ हाम्रो सागर 01 भ्लगलाई चाहिँ एकदम माया देखाइदिनु पर्यो सब्सक्राइब लाइक कमेन्ट सेयर होइन सबले गर्न पर्यो भेट भयो जे होस् खुसी लाग्यो भेट भएर पनि होइन अनि अब चाहिँ हामी सबै भेट भयो रमाइलो भयो होइन यो छुट्टै मजा हो यो त्यही भने सो गाइज अब हामी यहाँबाट झर्नातिर जाँदैछौँ होइन अब सबजना केटाहरू यतातिर छ होइन बाइक चाहिँ राखिरहेको थियौँ हामीले दामी छ भ्यू होइन यतातिरको पनि अनि अलिक बिस्तारै जान्छौँ हिँड्दै अब त्यो डाँडो पारिपट्टि यस्तै हिँडेर जानुपर्छ होइन त्यही हो गाइज होइन गाइज यता ल गाइज अहिले ठ्याक्क
हिँड्दा हिँड्दा थाकिसक्यो लास्ट है। अहिले ठ्याक्कै यहाँनिर आइपुग्यो। यहाँबाट भ्यू देखिने भ्यू चाहिँ यस्तो बवाल छ कि है, यता हेर्न सक्नुहुन्छ है। यो है त यस्तो छ ठाउँ होइन, सट्ट पाराको। सो गाइज चाहिँ पसिना पनि आइसक्यो होइन। अब यहाँबाट यस्तो बल झर्ना देखिन्छ होइन, र यहाँबाट देखाउँदैछु ल गाइज है। झर्ना चाहिँ यस्तो दामी छ है। गाइज है सोलर गाइज अहिले तल्लो ओह्रालो झर्दैछौँ होइन। अहिले चाहिँ दामी बनाएर चाहिँ बाटो होइन, यस्तो ढुङ्गा बिछाएर रेलिङ लगाएर होइन, बाटो यस्तो बब्बाल बनाएको रहेछ होइन। सिडी टाइपको हिँड्न पनि सजिलो हुने खालको बाटो बनाएको छ होइन। केटाहरू त्यहाँ छ ल, चट्टो पारामा झरिरहेको छौँ हामी। रेलिङ हालेर जो हिँड्नलाई सजिलो भएको छ होइन। त्यही होइन, यता झर्ना छ अब पुग्न आँटिसक्यो हामी है। त्यही गाइस ओह्रालो झर्दैछौँ। अहिले उकालो आउँदाखेरि भिजोक हुने होला, त्यही हो। तर पहिलाभन्दा झर्ना त अलिकति कमै भएको, सानो भएको छ होइन। तर ठिक छ, यतिकोमा नि मजा त मजै आउँछ है। यतिकोमा त्यो छ ल चट्ट। फाइनल्ली वी आर इन तिनधारे झर्ना है केटा हो। अहिले पुगिसक्यो हामी। पहिला जस्तो त छैन झर्ना होइन, त्यो पनि दामी छ। यता हेर्न सक्नु जस्तो छ, दामी छ झर्ना ल। त्यही हो झर्ना चाहिँ होइन। यतापट्टि ताल पनि यहाँनिर जम्मा भइरहेको रहेछ। केटाहरू त्यहाँ माथि नुहाइरह। त्यही हो त। अनि म चाहिँ टक्क पारामा पछाडि बसिरहेको छु होइन। मस्त मजा आइरहेछ। अनि तिनधारे झर्नाको राइड चाहिँ एकदम बब्बाल भयो हाम्रो चाहिँ। अनि अहिले चाहिँ फर्किँदैछु गाइज है। अनि हाम्रो यो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला होइन। अनि अब नेक्स्ट भिडियो नेक्स्ट भ्लगका साथमा आउने नै छु है। त्यतिसम्मको लागि लभ यु अल, टेक केयर सबैजनालाई गाइज है त ल।